समोसा र आलु तरकारी यो चाहिँ अहिले समोसा चाट र चाहिँ यसो सिङ्गडा समोसा खाँदैछ हामी चाहिँ यसो पिसाब हल्का यो उयो मात्रै गर्नु जेरी अब हामी चाहिँ जुलेबी भन्छ यसलाई के भन्छ हामी थाहा छ तिमीलाई तिमीहरू जेरी भन्छ हामी के भन्छ पूर्वतिर जुलेबी भन्छ यसलाई जुलेबी भन्छ होइन यसलाई चितवनमा के भन्छ यसलाई जेरी नै भन्छ है हामीतिर जुलेबी भन्छ जुलेबी फ्रेस तातो जुलेबी हो इन्डियाको साउथ हलमा हामी खाँदैछौँ अब रुबीको फेभरेट होइन तिम्रो त फेभरेट रुबीको त फेभरेट हो जुलेबी त मिठो छ इन्डियाको फिल्ड हो होइन साउथ हलमा इन्डिया जस्तै युके नै रहेछ तर इन्डिया बसेको मिनी इन्डिया हो नि त यो थाहा छैन इन्डिया त्यो चाहिँ एकदमै नेपालको यादले चिया पनि ठ्याक्क आयो अब यो खाएर चाहिँ चिया कस्तो खल्लो पनि छ त पहिला जुलेबी खानु पहिला चिया चाहिँ खानु पर्थ्यो अब ठिकै छ म त सुरुमा चिया खान्छु ओके ल चिया पनि अब इन्डियन स्टाइल चिया चिनी हालेको छैन छिटो जुलेबी कस्तो लाग्यो जुलेबी मिठो थियो जुलाबी अनि चिनीको जुलाबी मिठो हुन्न कुरा हो जुलाबी चिनीमा बनाएको त दामी छ दामी 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 साउथ हलमा जुलाबी सम्झिनी छोरा बुहारीसँग जुलाबी साउथ हलमा आपको हिंदी आता है आपको हिंदी आता है अभी अभी हम कितने अच्छा है इसको कहते हैं हिंदी में जलेबी जेवी और जलेबी but we call jelly. मैंने कहा है आपको ओनली हिंदी वी आर इन मिनी इन्डिया झुम्काहरू हेर्न यहाँ झुम्काहरू हेर्न रुबीले झुम्काहरू हेर्दैछ यो इन्डियनको यो झुम्काहरू सायद के आई डोन्ट नो किरिङहरू अहिले चाहिँ हामीले हल्का सपिङ साउथ हलमा हल्का सपिङ गरेर आइसक्यौँ हल्का हामीले चाहिँ यहाँ यसो मम्मीहरूले यसो झुम्काहरू किनिसक्नु भयो होइन चिया खायौँ अब यसो अहिले फेरि अब हामी केहीहरू भाँडाकुँडाहरू साउथ हलमा उखुको जुसहरू रहेछ है देख्न सक्नुहुन्छ मोमोजहरू रहेछ यहाँ कुल्फी पानीपुरीहरू रहेछ पुरै इन्डियन भाइबहरू छ क्या इन्डियन भाइबहरू देख्छ पानीपुरी खाने हो अरे पानीपुरी खाने हो को मम्मी यहाँ देख्छ सक्नुहुन्छ पुरै चाहिँ के हो केटी मान्छेहरूको पुरा लेडिजहरूको पुरै यो झुम्काहरू है हो यो निर्धार होइन हामीलाई चाहिने केटी मान्छेहरूको होइन सिँगार्ने एउटा यो सरी तिमीलाई के मन पर्यो रुबी सुनको यहाँ पुरै रहेछ सेलमा रहेछ सुनको प्राइसहरू ओरिजिनल होइन होला पुरै सब्जी मन्डिलहरू छ के हो यता सब्जी मन्डिलहरू पुरै छ इन्डिया बेच्ने जस्तै बाहिर बेच्छन् भित्र उयो रहेछ नि त सपिङ जस्तै हामी यहाँ पुरै सब्जी मन्डिल जस्तोमा आएको छौँ यहाँ देख्न सक्नुहुन्छ सब्जी मन्डिल जस्तो छ यहाँ चाहिँ पुरै सब्जी मन्डिल जस्तो छ पुरै यहाँ चाहिँ के अरे
के हो त्यो हाम्रो पनि नि प्याकेट 3टा मात्रै आउँछ हैन हेर्नु न लगन त नि 2-3 वटा मेरो यहाँ हाल्नु नि लगन 2-3 वटा पुरै सब्जी मण्डल रहेछ यहाँ अलिक सस्तो पाउँदो रहेछ है 6175 दुईटा हुन्छ नि टमाटर हेरौँ न कति छ त कसरी हो कति सस्तो रहेछ है एक केजी लगिराख न 1 केजी रुबी 1 केजी लगिराख न यो टमाटर त हाल्नुपर्छ त्यही गरेको 1 केजीलाई 152 केजी रहेछ होइन त्यही भएर लान आँटेको किनकि हाम्रो चाहिँ 6वटा पिसलाई 1 पन भन्छ क्या हाम्रो टेस्टकोमा चाहिँ त्यही भएर यहाँदेखि लान आँटेको यहाँ चाहिँ अलिक सस्तो रहेछ त्यही भएर किनेर खिच्दैछ पैसा टमाटर हालेर बस्नु भनेको गर्नु भयो होला के हेरेको तिमीले केमा गर्ने हो बस्नु हामी त्यो चियर छ नि कलर लाग्दा ख्याल छ पाउँदैछ त्यो लाने यस्तो गर्नु थ्याङ्क यू धन्यवाद ए राम्रो यो आई वान्ट टु बी लाइक वाइडर वन like that. Go down. Mira, ये सब्जी तो दिखा दे. तेरा मंगला पे ये सब्जी टोकरी. मक्काको चाय भालो छ अरू सोध्दैन मक्काको चाय भालो छ सोध्दैन सोधन तिमीलाई आउँछ त हिन्दी बोल्नु हिन्दी आउँदैन तिमीलाई बोल्न ऊ त्यो वाइटर त्यो How much of that? 15 pounds. Can I have a look? $15.99. 15 pounds. 1, 2, 3, 4 followers. Use the 2, 3 years. तर You want to give me the 15 pound? Yeah. कति अरे This color 15 पाउन्ड त अरे त्यो भने and the one that choice is chocolate color. खोइ थाहा भएन मलाई Chocolate color stand दिखा दे. ये रहा. त्यो माथिको त यो पक्रेर गयो Yeah. Can you? Lovely. Yeah. चलो लाना. आ जाओ आप आ जाओ. हेलो. ठीक है. राम साहब. दस नेपाली वर्ड हो भाइ अब कसो मटका चाय क्या है त्यो मटका चाय होता ना कप है क्या किसका? त्यो चाय होता ना खाने के लिए तो मटका होता ना मटका चाय इधर सब कप. ये दे दो. देखो जब घूम के नहीं है इधर रुबी छैन नहीं है इधर अहिले चाहिँ हामीले सामान गाडीमा सामान राख्दै फेरि ब्याग खाली गर्दै आउँदैछौँ यो त्यही हो पुरै भाँडाहरूको रहेछ पुरै यो चाहिँ नेपाली स्टाइलको भाँडाहरू पाउने पुरै हुन्छ नि कराई भाँडाहरू पुरै छ त्यहाँ तर दाम पनि त्यस्तै छ पुरै यहाँ देख्नुहुन्छ भाँडाहरूको पुरै उयो छ यहाँ लोटाहरू चाँदीको तर पिछा जाने होइन तपाईँ आएको थिएन मलाई छ खाली पेटमा खाएर पेटबाट खाना त अब यस्तो चिया खाँदै गर्दा त मिठो हुँदो रहेछ हामीले चाहिँ यहाँ मटका चाय यहाँ चाय खाएर आइसक्यो हामीले छोटनी चायबाट हामी खाएर निस्केका छौँ है छोटनी चाय यो यहाँ मटका चाय पनि हुँदो रहेछ द बेस्ट चाय इन द युके मलाई चाय प्लस मटका चाय पनि पाउँदा हामीले चाहिँ मलाई चाय खायौँ है त्यही हो
अनि त्यही हो चुट्नी अरे यहाँ तपाईँहरू आउनु सकेको हुनुहुन्छ दामी छ यहाँको चुट्नी हेरेछ चुट्नी होइन चटनी चुट्नी मुरली बजाउन आउँदैन मुरली कहाँ आउँछ यहाँ छ त्यही त्यो मुरली होइन हार्मोनिका हुन्छ यस्तो शङ्खलाई कति पर्छ होला है जाउँ नेपालमा पाउँछ त त्यसो के यहाँ कहाँबाट लिएर आएको यस्तो जाउँ भयो त्यो किन्न आएको म त खान्छु के हुँदो रहेछ त्यही छ त पैसा लेखिरहेछ पाएछ त नि त्यस्तो कटलेटी भन्छ यहाँ चाहिँ अब हामी पानीपुरी र दहीपुरी खान आएको देख्नुहुन्छ त्यसले उहाँले पानीपुरी बनाउँदैछ यहाँ मजाले अनि यहाँ 350 र 4 पाउन्ड रहेछ दहीपुरी र पानीपुरीलाई त्यो ठेलामा राखिरहेको हुन्छ ठेलामा राखिरहेको हुन्छ यहाँ अहिले जलेबीहरू के किनेको यो ठाउँ चाहिँ फेभरेट ठाउँ रहेछ के हो पेन्जी भन्ने ठाउँ रहेछ पेन्जी भन्ने है यहाँ जुलेपी चक्लेटहरू यहाँ 47 पाउन्डको किनेको पेन्जी भन्ने ठाउँ रहेछ पान्जी कि समथिङ नेम रहेछ है त्यही हो साउदरको पेन्जी भन्ने ठाउँमा चाहिँ अब तपाईँको रसबेरी चक्लेटहरू प्रायः फेमस हो कि चाहिँ होइन त्यहाँ किन्ने ठाउँ रहेछ यहाँ चाहिँ यहाँ जेलेबी किन्न लाइन बसिरहेको छ यहाँ चाहिँ पुरै हर्नहरू पनि हान्नु देख्नुहुँदो रहेछ पुरै नेपाल जस्तै चक्लेटहरू रहेछ पुरै चक्लेटहरू मिठाईहरू छ इन्डियनको मिठाईहरू किन जाने अलिक अहिले चाहिँ हामी सतलबाट जाँदैछौँ विराटनगर